हेलो साथीहरु, गुड मर्निङ। अस्ति हजुरहरुलाई मैले खुर्सानीको अचार बनाएको देखाएको थिएँ नि। मैले रेडी भएपछि देखाउँछु है भनेको थिएँ। मैले एक डिब्बा मात्र देखाएँ यो है। अनि पानीमा मात्र हालेर बनाएको पहेँलो भएको छ, यस्तो भएको छ है। म एउटा निकालेर ट्राई गर्छु। यस्तो भएको छ है, यो यस्तो भएको छ। म यो पनि खान्छु है एउटा। त्यसपछि यो तेलमा तोरी हालेर सबै चीज हालेर बनाएको यो पनि यस्तो भएको छ है। म एउटा यो पनि खान्छु है, कस्तो भयो। अनि डिब्बासँग त्यसै हात धुनै पर्छ कि मलाई फेरि। एकछिन म खाएर हेर्छु अनि हजुरहरुलाई पनि दिन्छु है। मिठो भएछ भने हजुरहरुले पनि बनाएर खानु होला है। पानीको है यो कत्रा मिठो भयो। अमिलो अमिलो साह्रै मिठो भयो है। अब यो अति मिठो भयो होला। त्यसै खुर्सानी खानुभन्दा त्यसै फाल्नुभन्दा अनि तपाईहरुले यसरी बनाएर खानुभयो भने लामो समयसम्म केही पनि हुँदैन। अन्धकाली कति खाएको भन्नु होला, अन्धकाली होइन है। भोग्ला त खानै पर्यो, बाँच्नको लागि यो खाने है, बाँच्नै पर्यो। अति मिठो हुन्छ है खुर्सानीमा। के हालेर बनाएको भनेर तपाईँलाई मैले अस्ति देखाइरहेको थिएँ है। नुन, अमिलो, भिनेगर छ भने तपाईँहरूले भिनेगर हाल्नु है। अमिलो भन्दा भिनेगर हाल्नु। नुन चाहिँ एकदम जिता